साथीहरू आजको खेल कस्तो लाग्यो तपाईहरुलाई? खुसी नहुने त कुरै छैन। खुसीको सीमाले त सीमै काट्यो होला आज नेपालीहरुको। छाती चौडा भएको होला। आज खेल जितेर मात्र हैन साथीहरू। आज लाओसलाई खेल जितेर मात्रै खुसीले छाती चौडा भएको हैन। आज नसोचेको कुरा 9-0 को अन्तरले नेपालले आज लाओसलाई हराएको छ। एएफसी महिला एशियन कप क्वालिफायरको पहिलो म्याच आज लाओससँग थियो। अझ अचम्म आज सावित्रा भण्डारी साम्बाले हिस्ट्री क्रिएट गरेको छ। एकलौटी 5 गोल सानो कुरो हैन। र बाँकी 4 खेलाडीहरूले एक गोलेर जम्मा 9-0 को अन्तरले लाओसलाई हराएको छ। एकदमै गर्वको कुरा, खुसीको कुरा। फेरि हामी नेपालीहरू प्राय सबैजना कस्तो छौं भने जित्दा चाहिँ एकदम छाती चौडा बनाएर ठुलो स्वरले यति खुसी छौं भन्छौं, यति रमाउँछौं। तर हार्दा फेरि त्यही खेलाडीहरूलाई थुक्छौं, गाली गर्छौं, सराप्छौं। तर हामीले बिर्सिन्छौं कि पहिले खेलेको, राम्रो खेलेर जितेको खेलहरु बिर्सिन्छौं, हारेको खेल मात्रै याद गर्छौं। तर केही छैन, आज एकदमै खुसी भएको छौं। नसोचेको नै थियो यो। कमसेकम जित्दा पनि 2-3 गोलको अन्तरले जित्छ कि भन्ने लागेको थियो। तर 9 गोलको अन्तरले आज जितेको छ, लाओसलाई हराएको छ। र यो खेल सँगसँगै नेपालको स्कोर पनि अलिकति माथि बढेको छ। तर अब यस्तै खुसी फेरि 2 तारिक श्रीलङ्कासँगको खेलमा हुनुपर्छ हामीलाई। अब 2 तारिकको दिन फेरि श्रीलङ्कासँग खेल हुँदैछ नेपालको। त्यसबेला पनि हामीलाई यसरी नै छाती चौडा हुने खालको खेल चाहिँ खेल्नुपर्छ। अनि मात्रै नेपाल एशियन कप क्वालिफायरमा सभ्यता जनाउन पाउँछ, खेल्न पाउँछ। आज एक खेल जितेर मात्रै भएन नेपालले। अब अझै एक खेल जित्नु जरुरी छ एशियन कप क्वालिफायरमा खेल्नका लागि, नेपालले एशियन कप खेल्नका लागि। तर केही छैन, आज खेलले एकदमै खुसी दिलाएको छ हैन, एकदमै हर्षित बनाएको छ। अब यस्तै खेलहरु फेरि बाँकी खेलमा खेल्नुपर्छ नेपालले। र तपाईहरुले भन्नुस् त नेपाल र श्रीलङ्काको 2 तारिकको खेलमा कति गोलको अन्तरले नेपालले जित्छ या नेपाल हार्छ? कमेन्ट गर्नु होला।